हेलो एभ्रिवान, के छ तपाईहरुको हालखबर? तपाईहरु एकदम सन्चै हुनुहुन्छ होला। हामी दुईजना पनि एकदम ह्याप्पी छौं। त्यस्तो दुखी छैनौं, हामी पनि एकदम खुसी छौं आफ्नो जिन्दगीमा गाइस। तपाईहरु कहाँ हुनुहुन्छ अहिले? ट्याक्कै कमेन्टमा भनिदिनु होला। हामी त काठमाडौँको यो गल्लीमा हिँड्छौं, काम नपाएर यतिकै हिँड्दिन्छौं। अब मतलब काम भएरै हिँडेको हो, बट काम गरेर आइसक्यौं हामीले चाहिँ। अब चाहिँ हामी जाँदै छौं रुममा। त्यो पनि बौद्धको बाटो हुँदै जान्छौं। सो भिडियोलाई फुल वाच गरिदिनु होला। भिडियो एकदम खतरा खतरा सिनहरू देख्न मिल्छ अहिले भिडियोमा। तपाईहरुले भिडियोलाई चट्ट वाच गरिदिनु होला, फुल वाच गरिदिनु होला है गाइस। सो अहिले चाहिँ हामी एकदम खतरनाक ठाउँमा छौं। अब खतरनाक ठाउँमा जाँदैछौँ। 2-4 मिनेट लाग्छ। सो तपाईले भिडियोलाई फुल वाच गरिदिनु होला एन्ड सब्स्क्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने च्यानलमा। ओके गाइस, हामी हाइवेतिर गएर टक्क तपाईसँग भेट हुनेछौँ है त। सो अब चाहिँ हाम्रो यो युट्युब च्यानलमा दिनदिनै खतरा खतरा भिडियो आउँछ। तपाईहरुले हरेक भिडियोहरू चेकआउट गर्नु होला है त। फाइनली गाइज हामी चाहिँ अहिले हैन बौद्ध बाहिर रोडमा आएको छौँ, पिपल बोर्डमा। सो अब चाहिँ हामी यहाँ एकदम दामी लोकेसनमा छिर्दै छौँ। सो तपाईहरुले फुल वाच गरिदिनु होला। मलाई चाहिँ बवाल लाग्छ यहाँको सिन हैन। तपाईलाई कस्तो लाग्छ? यता चाहिँ यस्तो दामी छ, डेकोरेट दामी छ गाइज यहाँनिर हैन। सो अब चाहिँ हामी खतरा ठाउँमा जान्छौँ भिडियोलाई हेर्नु है त। हेलो गाइज, अब चाहिँ हामी खतरा लोकेसनमा आइसकेको छौँ। सो तपाईहरुले देख्न सक्नुहुन्छ है यहाँको भ्यू चाहिँ एकदम बवाल छ। सो म टक्क पछाडि क्यामेरा घुमाएर तपाईहरुलाई देखाउने छु। सो तपाईहरुलाई कस्तो लाग्छ यहाँको भ्यू कमेन्टमा बताइदिनु होला है। ल दामी, ल यहाँको सिन यस्तो छ है गाइज। ल खतरनाक, ल हेर्न सक्नुहुन्छ राजदरबार जस्तै छ, दामी छ यहाँको भ्यू चाहिँ हैन। तपाईहरु आएर घुम्न सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ। हाम्रो भाइ यस्तरी इन्जोय गर्नुहुन्छ यहाँ आएर टक्क हैन। दामी छ एरिया चाहिँ एकदम, हामीले सोचे भन्दा पनि बवाल छ ठाउँ चाहिँ। सो तपाईहरु आएर इन्जोय गर्न सक्नुहुन्छ यहाँनिर चाहिँ हैन। दामी छ के एरिया चाहिँ। ओ माय गॉड, प्लेन गाइस, प्लेन। ये देखो भाई प्लेन। ओ भाई साहब ये देखो भाई स्टार्स। यो दामी छ ठाउँ चाहिँ एकदम बवाल छ यहाँ चाहिँ। आमा पनि घुम्न आएको हो। ल गाइस, यस्तो दामी छ यहाँको हैन। आएर घुम्न सक्नुहुन्छ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने। ओके, हामी भेट हुनेछौँ अर्को नेक्स्ट भिडियोमा। तब तक के लिए जय नेपाल गाइस। थ्याङ्क्स फर वाचिङ।